कुकुर तैँले मलाई पछ्याउन छोड्देऊ। तँलाई त खानेकुरा अरूले दिन्छन्, मलाई के दिन्छन् र? त्यसैले हामी मिलौँ। म आएर बालीनाली खान्छु, तर तैँले मलाई कहिले पनि डिस्टर्ब नगर है। तपाईले भर्खर देखेको भिडियो यस्ता एआईबाट बनाएका भिडियोहरू आजकल सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकमा भाइरल भएको देखिन्छ र यस्ता भिडियोहरूबाट सजिलै च्यानल मोनिटाइज पनि गर्न सकिन्छ। तपाईलाई यदि थाहा छैन भने आज म तपाईलाई यस्ता भिडियोहरू कसरी हामीले सजिलै रूपमा एकदमै निशुल्क रूपमा सजिलोसँग बनाउन सक्छौं भनेर म तपाईलाई आज छोटो भिडियो लिएर आएको छु। तपाईले सबैभन्दा पहिला यसको लागि हामीलाई प्रम्प्ट्स चाहिन्छ। तीनटा कुरा चाहिन्छ। पहिला प्रम्प्ट्स चाहिन्छ, अनि हामीलाई VO3 चाहिन्छ र इमेज चाहिन्छ है। यसको लागि पहिला च्याट जीपीटी अथवा तपाई अरु पनि हामी उ गर्न सक्छौं हैन। अरु जेमिनाईहरु अरु पनि छन् टुल्सहरु। सबैभन्दा धेरै सजिलो पर्यो भने च्याट जीपीटी मा यसरी लगइन गर्नु होला हैन। तपाईको मोबाइलबाट अथवा कम्प्युटरबाट जुन चाहिँ सहज हुन्छ त्यही गर्नु होला र कम्प्युटरबाट अलि सजिलो हुन्छ, छिटो हुन्छ। यहाँ गएर तपाईले के गर्नुपर्ने हुन्छ भने यसमा तपाईले भोइसमा यहाँ गएर नेपालीमा भनेर यस्तो खालको संवाद तयार गर्नुस् भने पनि हुन्छ। र म तपाईलाई इंग्लिशमा अब पनि क्रिएट प्रम्प्ट है इन नेपाली फर VO3 भन्नु है। VO3 इन विच के हुनु पर्यो, अ क्याट अ डग भनौं हैन। अ डग रिक्वेस्ट अ क्याट to help him chase monkeys। अब यो मैले यो तपाई किन नेपालीमा लेखिन भन्नु होला। यो मैले नेपालीमा भन्दा मलाई इंग्लिशमा छिटो टाइप हुने भएर नेपालीमा इंग्लिशमा लेखे। तपाई नेपालीमै लेख्न पनि सक्नुहुन्छ र यहाँबाट भन्न पनि सक्नुहुन्छ है। मलाई एउटा प्रम्प्ट तयार गर्नु होला VO3 को लागि, जसमा डगले क्याटलाई अनुरोध गर्नु छ कि मंकीलाई हटाउँ भनेर यसरी लेख्न पनि सक्नुहुन्छ है। त्यस खासै यसमा चिन्ता गर्नु पर्दैन। अब मैले तपाईलाई यो प्रम्प्ट मागे यसमा। सँगसँगै तपाईले अर्को काम गर्नु पर्छ। यो नयाँ ट्याब खोल्नु होला। नयाँ ट्याब खोलेर तपाईले के गर्नु होला भने यहाँनिर यसरी खोलिसकेपछि एआई मोड भन्ने आउँछ हेर्नु त मोबाइलमा। यही नै हाम्रो उसमा च्याट जीपीटी पनि मिल्छ। यहाँ इमेज बनाउन, इमेज चाहिन्छ हामीलाई हैन। इमेज बनाउन यहाँ मिल्छ। यसमा अलि ढिलो हुन्छ कि अलि टाइम लाग्छ। त्यही भएर म तपाईलाई छिटो गर्नको लागि एआई मोड भन्ने हेर्नु त यो गुगल एआई हो यो, अथवा हामीले जेमिनाई पनि प्रयोग गर्न सक्छौं। तपाईलाई सजिलो चाहिँ म एआई मोड भन्ने जुन हाम्रो सर्च बारमै लेख्नुहुन्छ हेर्नु त, मोबाइलमा पनि छ एआई मोड जानु होला। अनि त्यहाँ गएर के लेख्नु होला भने क्रिएट एन इमेज इन विच अ डग आस्क्स अ क्याट फर हेल्प टु चेज मंकी है। अब यस्तो सिम्पल तपाईले एउटा लेख्नु होला। एउटा इमेजले बनाइदिहाल्छ, छिटो गर्छ। च्याट जीपीटी भन्दा यसमा छिटो आउँछ कि इमेज है। त्यसकारण मैले यो चाहिँ चुज गरे। यो भइसकेपछि अब हामीले के गर्नुपर्छ, यसलाई हामीले के गरौँ भने अब यसलाई डाउनलोड गरौँ। हेर्नुस् है, डाउनलोड गर्नु, यसरी डाउनलोड गर्नु होला इमेजलाई है। अब हाम्रो यता प्रम्प्ट्स तयार भइसकेको छ हेर्नु त, प्रम्प्ट्स तयार बनिसकेको छ। यो प्रम्प्ट्सलाई हामीले के गर्छौं भन्दाखेरि हामीले यो प्रम्प्ट्सलाई हामी अब कपी गर्छौं। यहाँ कपी अप्सन छ हेर्नु त, यो यहाँ कपी छ। यसमा कपी रेस्पोन्स भन्ने कपी गर्नु होला, अथवा हामीले सेलेक्ट गर्न पनि सक्छौं। अब अर्को काम गर्नु होला तपाईले, यसमा नयाँ ट्याब खोल्नु होला र यहाँनिर हेर्नु त फोटो र इमेजको बीचमा 9 डट्स लेख्नुहुन्छ है। यो 9 डट्स छ। यो मोबाइलमा पनि सजिलो छ, काम गर्न गाह्रो छैन। मोबाइलमा पनि तपाईले यो गर्न सक्नुहुन्छ। र यहाँ जानु होला र भिड भन्ने डाउनलोड यसरी गर्नु होला। सरी, भिड भन्ने ओपन गर्नु होला। मोबाइलमा तपाईले यो यदि प्रक्रिया गर्नुभन्दा पहिला सबभन्दा पहिला भिडै भनेर डाउनलोड गर्न सक्नुहुन्छ प्ले स्टोरबाट। अब यहाँ अप्सनहरु छ। ल्यान्डस्केप कस्तोमा बनाउने त, यो ल्यान्डस्केप बनाउने कि पोर्ट्रेट बनाउने कि हैन भनेको सामान्यतया सामाजिक सञ्जालमा फेसबुक टिकटकमा पोर्ट्रेट हुन्छ भने युट्युबमा ल्यान्डस्केप बनाउँछौं। सर्ट्सको लागि हामी पोर्ट्रेटमै बनाउन पनि सक्छौं हैन। अब मैले तपाईलाई पोर्ट्रेटै बनाए ल अहिलेलाई है। त्यसपछि हामी यो VO3 मा यसरी क्लिक गर्नु होला है। VO3 ओपन गर्नु होला। ओपन भइसकेपछि अब यहाँ हामीलाई के आयो, यहाँ यो हेर्नु त, यो साइडमा राइट ह्यान्ड साइडमा पोर्ट्रेट भन्दा माथिपट्टि यहाँनिर तपाईलाई के भनेको छ भने प्रम्प्ट्स राख भनेको छ। आफ्नो भिडियो कस्तो गर्ने भनेको छ। अब हामीले अघि नै यहाँ के गरेका छौं भने प्रम्प्ट्स तयार गरेका छौं हैन त। हेर्नु, तयार गरेका छौं। यही प्रम्प्ट्स हामीले के गर्छौं, कपी गरेका थियौं। अहिले मैले यहाँबाट कपी गरेको छु नि। यही कपी गरिसकेपछि यहाँ गरेर यसमा ल तपाईले पेस्ट गर्नु होला है त। पेस्ट गर्नु होला। यो मैले यो तलको अनावश्यक फाल्ने छोटो बनाएको यस्तो बनाएको छु हैन। अब अर्को काम के गर्नुपर्छ भने हामीले हेर्नु त, यो क्रिएट फ्रम स्क्रैच भन्नेमा यसरी क्लिक गर्नु होला र एनिमेट इमेज भन्ने छ। इमेजलाई एनिमेसन गर्ने भनेको हो, त्यसो गर्नु होला हैन। अनि यहाँनिर तपाईले एड इमेज भनेर आउँछ। एड इमेजमा क्लिक गर्नु होला
र हामीले यहाँनिर अब यहाँ अघि हामीले सेभ गरेको इमेज आउँछ नि, हेर्नु त कहाँ आउँछ। मैले यस के भनेको थिएँ भने मैले तपाईँलाई सेभ अघि मैले यहाँ गरेको थिएँ नि, हो त्यो चाहिँ इमेज हामीले सेभ गरेका छौँ होइन। त्यो इमेज हामीले कपी गर्छौँ, यसरी ओपन गर्छौँ। ओपन गरेपछि यहाँ अघिको इमेज आउँछ, हेर्नु है त। अघि हामीले यसमा गरेको इमेज यहाँ आयो, देख्नु थियो नि है। मैले यसमा इमेज कपी गरेँ, यो इमेज आयो, अर्को इमेज पनि आयो होइन, यसरी इमेज आयो। अब हामी के गर्छौँ भने हेर्नु है, अब सिम्पल छ, गाह्रो छैन। अब तपाईँले जेनेरेट इमेज गर्नुलाई यसलाई जेनेरेट गर्नुहोस्। जेनेरेट गर्ने बित्तिकै क्रिएट गरौँ, 2 3 4 भन्ने पर्सेन्ट लागेको छ यसरी होइन। यसले चाहिँ 8 सेकेन्डको भिडियो बनाउँछ र यसमा सिरियल अनुसार पनि भिडियो बनाउँछ है। तपाईँले सिरियल्ली पनि बनाउन सक्नुहुन्छ, एउटै कुनै स्टोरी बनाएर होइन, एउटा लामो स्टोरी बनाउन सक्छौँ। त्यसलाई सेक्सनमा डिभाइड गरेर गर्न सक्छौँ। एकछिन वेट गरौँ है, भने भिडियो कस्तो बन्छ हामी हेर्न सक्छौँ। माथि हामीले फोटो दिइसकेका छौँ, माथि प्रम्प्ट्स पनि दिइसकेका छौँ। तपाईँलाई यो भिडियो बन्ने बेलासम्म म तपाईँलाई फेरि एकपटक रिभिजन गर्छु। सबैभन्दा पहिले के गरौँ हामी, ChatGPT-मा गयौँ र एउटा प्रम्प्ट्स तयार गरौँ होइन। कुनै पनि एउटा प्रम्प्ट्स, अब तपाईँलाई अहिले मैले एउटा कुकुर र बिरालोको बनाएँ होइन, अनुरोध गरेको। तपाईँले बाँदरको कुकुरसँग कुरा गरेको पनि बनाउन सक्नुहुन्छ अघि जस्तो, अथवा बाँदरले मान्छेसँग कुरा गरेको पनि बनाउन सक्नुहुन्छ, बाँदरको होइन फाइट गरेको पनि बनाउन सक्नुहुन्छ। अनि पहिलो काममा प्रम्प्ट्स तयार गऱ्यौँ। दोस्रो काममा हामी के गऱ्यौँ, एउटा इमेज बनायौँ। इमेज यसबाट पनि बनाउन मिल्छ है। इमेज चाहिँ यसमा प्लस दिएर तपाईँले क्रिएट इमेज भनेर यहाँबाट पनि बनाउन सक्नुहुन्छ होइन, बनाउन सक्नुहुन्छ। मैले यसमा अलिक टाइम लाग्छ र यसले 3टादेखि बढी इमेज बनाउन नफिर्ने सुरुमा। त्यही भएर म तपाईँलाई कसरी बनाएँ, यसबाट बनाएँ होइन। यो चाहिँ गुगलको AI मोडबाट बनाएँ। त्यसपछि के गर्यौँ भने हामीले तेस्रो काम भनेको 9 डटमा गयौँ। 9 डटमा गएर भिड भन्ने, VID भिड भन्ने, हेर्नु त यो तपाईँको मोबाइलमा अब यो ल्यापटपमा कहाँनिर छ, VID भिड भन्ने छ, त्यहाँ गयौँ होइन। भिडमा गयो र हामीले के गर्यौँ, प्रम्प्ट्स दियौँ। हेर्नु तयार भइसकेको छ है प्रम्प्ट्स दियौँ। अब हेर्नु हामीले के गर्नु, हेर्नुहोस् है, यसमा यो तपाईँले हामीले बनाएको चाहिँ भिड। बिरालो साथी, कृपया मलाई सहयोग गर न, ती बाँदरहरूले मेरो खाना चोरेर दुःख दिइरहेका छन्। चिन्ता नगर साथी, हामी मिलेर काम गर्यौं भने ती बाँदरहरू अवश्य भाग्नेछन्। बिरालो साथी, कृपया मलाई सहयोग गर न, ती बाँदरहरूले मेरो खाना चोरेर दुःख दिइरहेका छन्। चिन्ता नगर साथी, हामी मिलेर काम गर्यौं भने ती बाँदरहरू अवश्य भाग्नेछन्। बिरालो साथी, कृपया मलाई सहयोग गर न, ती बाँदरहरूले मेरो खाना चोरेर दुःख दिइरहेका छन्। चिन्ता नगर साथी, हामी मिलेर काम गर्यौं भने ती बाँदरहरू अवश्य भाग्नेछन्। बिरालो साथी, कृपया मलाई सहयोग गर न, ती बाँदरहरूले मेरो खाना चोरेर दुःख दिइरहेका छन्। चिन्ता नगर साथी, हामी मिलेर काम गर्यौं भने ती बाँदरहरू अवश्य। यसरी हामीले सजिलैसँग बनाउन सक्छौँ। तपाईँले पनि यो अब सजिलै बनाउन सक्नुहुन्छ। यदि तपाईँलाई यो सम्बन्धी थप जानकारी चाहियो भने कमेन्ट पनि गर्न सक्नुहुन्छ। यो बाहेक हामीले आफ्नो भोइसमा पनि भोइस ओभरमा राख्न बनाउन सक्छौँ होइन। आफ्नै अवतार भनेको तपाईँले आफ्नो फोटो राखेर तपाईँले कुनै टिचिङ गरेर पनि बनाउन सक्नुहुन्छ। तपाईँलाई यदि यो बारेमा केही बुझ्न छ भने फेरि कमेन्ट गर्न सक्नुहुन्छ। धन्यवाद।